Arami says, She's my sister. Everyone like this. Arami says, Anta kasih sih, एकदम सन्चो Anta. एकदम मात्रै ममा छ अलि रुचाइ तँभन्दा म धेरै छु कि यो चाहिँ मेरो भडाइ यो पनि मेरो भडाइ यो मेरो छोरी म त एकदम जुनियर हो के जुनियर सिनियर हो के गजब बेइज्जती है अनि के भन्छन् रे हामी चाहिँ कम्प्युटर क्लास जान लाग्छौँ बाटोमा छौँ कि हामी चाहिँ बिहान बेला कति बजे छ 6:39 गएको 49 मिनट हामी चाहिँ हिँडिरहेछौँ हाम्रो गन्तव्य जारी छ हिँडिरहेछौँ ढिलो भइसक्यो हामीलाई 8 बजी मेरो काममा चाहिँ अब नभएर कस्तो अचम्मी भएको छ अनि हेर्छ झ्याउलामा मैले त्यति बोले नि अघि ब्लग स्टार्ट गरेँ मैले होइन भिडियो रेकर्डै होइन छ रेकर्डै होइन के बोलाएको च्यानल सबैजना सन्चै हुनुहुन्छ होला आई होप भनेको रेकर्डै गर्नु के गर्नु माथि भाग्यमै फर्केर लेखाएको छ मैले के गर्ने नमिलाएर पठाउनु है पुरा गाडी मोटो 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 चलान्छु हेर त यो मोटोले यस्तो गराइन् का पास मोटो मलाई दिन्छ तेरो साइकल पास उजाले दौडिरहेको छ पर्खिनेहरू नेपाली माडीवाला यहाँ अब माडीवाला नेपाली भन्दै चल्दिने लिनुहोस् न यो भान्जी होस् नि ए भान्जा नि आफै लोटेको मामा भान्जा हो नि भान्जा हजुर हजुर बाबा नमस्कार कैसा लगा मेरा मजाक भान्जा हो यो चाहिँ बाहिरबाट के भान्जा हालेर म चाहिँ छोरी यो चाहिँ क्यामेराम्यान ल यो चाहिँ क्यामेराम्यान अर्को म्यान क्यारेक्टर बिचरा दाइलाई दुःख भयो म लगाइदिन आउने हो समझ रहे हो ना आउने हो भने भन्नु छैन म आउँछु कहाँ पर्खे होइन र क्यामेरा तपाईँ छैन हिजो मैले जोड्याएको मैले यति जोड्या मेरो यहाँ दुखेको छ हात दुखेको छ यहाँ निल परेको छ धोका दिन भयो पाइन है मेरो हुनेहरूलाई भविष्यको हस्बेन्ड इङ्ग्लिस बोल्न पर्छ के क्या अर्को के अघि नगो ल मोटो आयो मोटो मेरो मोटो आन्छ बाइक आयो के बौला के छ के बाबु हाई भन्दैन
एकचोटि हाई गाइस वाउ एकचोटि माग त्यो आँखाको ठेकीमा यो रुपैयाँको मदानी हुन थाल्यो लौ है फनफनी मोटुको खाइसक्यो मैले एकचोटि माग मस्ती कि सत्तै के तेरो बोली मेरो मोटु मोटु कस्तो मोटु मेरो मोटु मेरो मोटु मेरो मोटु फुट्न लाग्यो गाइस ग्यास है हाम्रो देव पनि के यता मूलपानी बस्नुहुन्छ दाइहरू ऊ आइयो फेरि मेरो मोटु मम डुब्लिन्छ ल ल मोटु देय किन तल तल लाग्छ देखेँ फेरि तँलाई तेरो मायामा मैले सब पागल भइसकेको छु मोटु कहाँ जाने होस् के त उता जाने होस् मलाई लग्न मलाई लैजान आउनु न म आएँ है म बाइक मेरो मोटुको हाँसै राम्रो छ के बन्द गर्नुपर्छ आफै बन्द भयो हेरकै कुकुर मीठी मीठी बातों में ऐसा लगता मुझे दर्द दर्द मजा आया मेरे भाई मेरे भाई आए मेरे भाई शी इज माय सिस्टर एभ्रीवन लाइक दिस सब्सक्राइब दिस भिडियो मलाई कस्तो र कहाँ गएर तिनीहरू मुडी नबिनाइनु देखाएन नबिनाले देखाएन देखाएन भन्छ नि र पछि पछि आएर देखाएन भन्छ नि बक्सा अब तिनीहरू आए मामाजी पारी गएर खान्छ तिनीहरूसँग जाऊँ न यार तिनीहरूसँग जाऊँ आऊ गरौँ चिसो पानी खाऊ भेन के छ त मामाजी म त छोरी बोके किन हो र म त छोरी यो भान्जा अनि मामा भान्जाको यहाँ चपल हान्दैछ लिबाङ छोरी खतरा देखाएको छ आज खास नट डाटिङ भन्नुपर्दा खतरा देखाएको छ बुई कहाँ डान भयो ए प्रदूषण भयो बुवा प्रदूषण हे छिटो ढिलो भयो कि जानु ढिलो भयो पारे हामी सबतर्फ लाग्यो कि हेर्नुहोस् हजुर यो चाहिँ हिजो रक्सी खाइकन आज झ्याप भएको हिजो हिजो 3 बजी छ्याङ झाकेर पुरा टङ्किसकेको 3 बोतल खाइसक्यो 3 बोतल त्यसलाई निकाल भन्छ निकाल छ्याङ भनेको त जानु बिना जरी कुरा नगरे बारे पनि केही पनि खाएको छैन म त्यस्तो गीत हेर्नु एकदम निकाल भने खानु र जान्छु निकाल यस यस नानु हाम्रो दाइ दाइ पुछा दिदी बहिनी यहाँ 9 वर्षमा 55 भित्र झुका छ्याङले आज बनाएको
फिर खान्छ क्या लाइन गयो लाइन अँध्यारोमा फेरि फाइनल्ली गाइस हामी पर लाइन गयो कि अनि त्यो भएन त्यो गरेन कि लाइन गयो अनि त्यस्तै आधी घन्टासम्म बस्यौँ होला नि हामी बस्नु दिदी 41 गएको नि अब सल्लाह के अरे 41 गएको थियो हाम्रो स्कुल मेरो स्कुल हेर्नुलाई पैसा चाहियो भने अन्त अरे भाइरल बनाएर कि मलाई मेरो भाइ के लडाको भाइरल हुने अनि लास्ट मान्छे मान्छ अहिले पनि यो घिनारो यताको किरण आएर कालो देखाएको छ अनुहार कस्तो है मेरो भाइ मेरो बडै मेरो दाइ हिमाल छन् के जिन्दगी गर्छौँ बल्ल रहन्छ आयो ए अनिसा मान्छे भोक लाग्यो मजा भोलि भिडियो युट्युब खोलाएको छ युट्युब मेरो च्यानललाई त्यहाँ सब्सक्राइब गर्ने मेरो घर गएर जान्छ कि भोकले खानेकुरा पनि लाग्न सुडिसबाट आएर सिधा खुट्टामा लाग्दै देखिरहेको थियो ए पर्व मेरो कोठा के गर्ने गाइस पानी आएपछि पानी आएको छ यहाँ चाहिँ खुट्टापट्टि दुखिरहेछ म मर्नै लागिसकेको छु जो टाइम के मैले चाहिँ हिजो बारी यो पाटा छ नि यो पाटा यो पाटा तलदेखि यहाँसम्म मैले ल्याएँ यहाँदेखि मेरो भाइले ल्यायो कस्तो खुट्टामा यहाँ काना भिजेर कस्तो दुखेर मन लाग्छ कि म पानी कति आएको छ पानी आएको यहाँ अनि मर्न लागिसकेँ दुनियाँ छ खुट्टा पनि यहाँ झ्याउ लाग्ने जाडोमा निस्केँ म चाहिँ चटपटे खाने हो जाने छोटा नि जान्निस् न जा पानी आएको कि छाडो छैन बिस्कुट ल्याइदिएर हान्छु ल बस्दै गएँ पानी के अरे पानी आइरहेछ नि त पानीमा चटपटे कति मिठो हुन्छ मिठो हुन्छ औ पाकेको छ यता छोरीसँग खानु पानी आइरहेछ म ती फसल जान लाग्छु ल्याएँ मैले त ल्याइसकेँ यो त अहिले फेरि काम गरेर घाम गर यस्तो नि हुन्छ ढगा दिन्छस् घामले खाएर पनि सकेर पनि ग्वाला छु म चाहिँ है गाइस पानी रोक्यो म
आफै ग्वालामा आफू तु ग्वाला छ मेरो टोटी बाख्रा ए पर्व एलो डुरेर मलाई यस्तो रिस उठिरहेको ओइ ल ल मेरो त्यहाँ के खोज्नु गयो आज चाहिँ म है अन्टे गर्न चाहन्छु हे भगवान् यो 24 प्रभु के गरेर सन्चो बनायो मैले यसलाई मेरो भिडियो हेरिदिएकोमा सबैलाई धन्यवाद अनि भोलि आउँछ होला यो भिडियो हो आजको आज नआउला तर भोलि आउँछ होला विश्वासमा नि अनि नभन्छ अनि भोलि जे हो भने पर्सि हाल्छु होला मैले भिडियो पर्सि फेरि भुलिहाल्छु फेरि भोलिको फेरि पर्सि गर्दै हाल्दै गर्छु अनि त्यतिन्जेलसम्म लाइक सब्सक्राइब अनि मेरो भिडियोमा कमेन्ट गर्न नभुल्नु होला